हेलो हेलो दर्शन नमस्ते सबै साथीभाइ इष्टमित्र सबै फ्रेन्डहरूलाई। आज हाम्रो टोरी काट्ने कार्यक्रम हुँदैछ। मेरो आमाले यहाँ टोरी काट्ने बारीमा टोरी ढलेर यस्तो आएको छ। कुखुराले टोरी ढलाइदिएर यहाँ हाम्रो आमाले पुरै टोरी छिन्दै हो, मै पनि हो। टोरी उखाल्दा झ्याउला यस्तो छ। हेर्नुहोस् हाम्रो बारीको टोरी पुरै ढलेर कुखुराले ढालिदिएर यस्तो बिजोग। यहाँ लसुन प्याज रोपाई बाख्रा, यो आलु खनेर प्याज रोपेको यस्तो छ हाम्रो बारी। आज बारीको घाम लागेको टाइममा बारीको टोरी उखालौँ भनेको। यो ढुङ्गा घर बनाउने भनेर ढुङ्गा झारेको, ढुङ्गा पैसा भ्याइयो, ढुङ्गाले त्यहाँ पुरै चिउरेर ढुङ्गाभरि ओहो बिजोग छ। यहाँ यस्तो छ टोरी कस्तो छ गाइज। हाम्रो आमा पुरै टोरी उखाल्दै हुनुहुन्छ त्यतिर। यस्तो छ कार्यक्रम। यता पानी धारा यो पैसो यतातिर गएर हाम्रो माउली मामाको घर यता बाख्रा यस्तो छ। पुरै घाँसहरू काटेर मेरो सालाले उहाँ पुरा दाउरा चिरेर बिजोग छ। उहाँ पुरै कसी भयो यस्तो छ गाइस। पुरा पसिना पनि हल्का आएको बेसरी आछ। रगत बगाएर यहाँ दाउरा काट्दै हो। यहाँ आज बिहानै रुख ढालिदिएको यस्तो छ गाइस। हाम्रो मामाको घर, हाम्रो माउली मामा यस्तो बोल्यो हाम्रो। यस्तो हेर बोडी कत्रो हाम्रो सालाको यत्रो दाउरा झप्पै उठाएर वगेर ड्याम्मै हान्ने। यता गाउँबारी, यता फर्म, यतातिर हामी कसैलाई यसो दाउरा चिर्ने सहयोग छ भने यसो सम्पर्क गर्नुहोस् हाम्रो सालालाई। हेर्नु न आए दाउरा चाहिँ एकै थप्परमा भक्कै हो के भन्ने हो garanti एउटाले कोही चोट हान्ने अझै आन गरे होइन। यस्तो छ समस्या। हाम्रो माइजू फेरि उता छोराले दाउरा चिरेको भनेर पुरा खुसीले आउनुभयो, हाँस्दै आउनुभयो हाम्रो माइजू। यस्तो छ हाम्रो बाख्रा, हाम्रो माइजूको यस्तो छ कार्यक्रम। आज हल्का घाम लागेको छ। घाम लागेको बेलामा यस्तो मौसम यस्तो जाडोले बिजोग बनाएको थियो। ओके हेर्नु न ऊ यस्तो के भक्कै ओखर यस्तो। दुईमा त एकभन्दा दुई हुँदै हुन्न साथी हो। यस्तो छ पावर धेरै। अन्डा बोरी खाएर पुरा ह्यान्ड पावर खतरा हो साथी। ऊ फक्लकै हो कि उहाँ त दाउरा पनि त्यस्तै परेछ एकदम कच्चो खाले। हेर्नुहोस् त्यही भएर नि होला। यस्तो छ हाम्रो कार्यक्रम। के गर्ने आज सबैको घाम सेकाइ, बाख्रा घाम सेकाइ, मान्छे घाम सेकाइ यस्तो छ। उता आन्टीको घर हाम्रो भुषाल्नी आन्टी, खिमबहादुर भुषाल आन्टीको उता केराबारी यता यस्तो छ। ल गाइस यति भन्दै समाप्त गर्न जान्छु। सेयर सब्सक्राइब लाइक कमेन्ट सबै गरिदिनु होला। हजुरहरूको आशीर्वादले दया धर्म खुल्ला रूपमा लिएर सबैलाई हवस् त। धन्यवाद। हाम्रो सालालाई बाई गरिदिनु साला एकचोटि। बाई हाम्रो कान्छो साला।